राम्रो ठाउँ ल। नमस्कार विनोद सर। हजुर सर नमस्कार। ल यहाँ हामी अहिले कुन ठाउँमा छौँ, यो कुन ठाउँ यस्तो राम्रो तपाईँले भनिदिनु पर्यो। यो ठाउँ चाहिँ तपाईँको यो नागानोको अँ। यो मिकोची भन्ने ठाउँ हो। अँ यसलाई जापानको स्विजरल्यान्ड भन्ने भनिन्छ। ओ। यस्तो राम्रो ठाउँ छ कि हेर्नु। अँ आजको मौसम चाहिँ तपाईँको एकदम न जाडो न गर्मी, हाफ टी सर्ट पनि आउन सक्ने। ओ। मैले चस्मा लगाएँ त सरी। अनि तपाईँको यहाँ खोला हेर्नु है, यहाँ माथि आउन चाहिँ तपाईँको आफ्नो प्राइभेट गाडीमा आउनु मिल्दैन क्या। हजुर तल यो बस टर्मिनलमा आफ्नो गाडी राख्ने, हजुर। अनि त्यहाँबाट चाहिँ बसमा करिब 30 मिनटको यात्रा। लगभग तपाईँको आउने जाने एकजनाको ग्रुपमा आयो भने चाहिँ 2700 नत्र 3000 जति लाग्दो रहेछ। आउनु मात्र है। भ्यू हेर्नुहोस् न, त्यो भ्यू त एकदम चकचक्ती छ। चमाचम छैन त? चम छ। यो अब यस्तो यस्तो ठाउँ भयो भने टुरिस्टहरू यस्तो एकदम आइरहेको छ। नेपाललाई नि यस्तो बनाउनु चाहिँ के गर्नुपर्छ? अवश्य यो जहाँ पनि गाडी लिएर जानै पर्छ भन्ने चाहिँ एउटा होइन प्राइभेट गाडीहरूलाई यहाँ बन्द गरिन्छ। अब यो सम्पदा के भन्छ राष्ट्रिय सम्पदा पनि रहेछ जापानको। हो त्यस कारणले मान्छेको भिड यस्तो छ कि माथि हिँड्नु पग्लेको छैन। तल यो खोला हेर्नु, खोलाको पानी चाहिँ एकदम चिसो छ तपाईँको। खोलाको 10 पानी डिग्रीभन्दा तलै लाग्यो। सायद यो आइस पग्लेर यो खोला बनेको होला होइन। मान्यता सायद हुन। यत्रो आइस के अरे हिउँ नपरेको धेरै समय भइसक्यो होइन, तर पनि यो आइस चाहिँ अझ बचिरहेको छ कि। यस्तो होला कि यहाँ माथि पाहाडको तापक्रम चाहिँ त्यही लेभलमा भएको कारणले गर्दा हिउँ पग्लेको छैन होला। त्यही नै हो भन्न सकियो। ल धन्यवाद हस् त। जानकारीको लागि। हेर्नुहोस् गाइस यस्तो राम्रो छ है वरिपरि, सबैले हेरिदिनु होला ल।